तुलसी आँगनमा रोपौँला होइन अनि देखा छ कि नै कि मेरा यता सुने यसको एन्सर बी नम्बरको हुन्छ हे हे यो त आयो होला नि साथीहरू यहाँ चाहिँ क्वेसनले के भनेको छ भने अब हल्ला नगरौँ हस् ल यहाँ चाहिँ कोनो हित नो सेइखात्सु त आवा नाइ मोनो वा दोरे देशका दादासी मोनो दादासी कुनाइ मोनो भन्ने हुन्छ क्या है भनेको चाहिँ जस्तै आत्तेइरु मोनो भनेको चाहिँ मिल्ने कुरा भन्ने हुन्छ नि आवा नाइ मोनो भने नमिल्ने कुरा भन्ने कुरा हुन्छ नमिल्ने कुरा भनेको यो यति हेरेपछि पुगिन्छ यही ओके दोयोबी त निच्योबी इसोगासी कुनाइ देश भनेको के छ रे हो बिजी छैन फ्री छु भन्ने कुरा गरेको छ के छ छु भन्ने कुरा गरेको छ नमिल्ने कुरा भनेको यहाँ चाहिँ सिउमाच्छु वा हिमा देवा आरिमासेन सिउमाच्छु भनेको त्यही आइतबार र शनिबार होइन त यहाँ चाहिँ के भनेको छ त फ्री छैन भन्ने कुरा छ यहाँ चाहिँ आउनु यहाँ छैन भन्यो माथि के भन्यो छ भन्यो एन्सर नमिल्ने कुन रहेछ त बी नम्बरको यहाँनिर भनेको छ कि चिकागोमा सुपर मार्केट है यासाईहरू मिल्कहरू आदि इत्यादि किन्न सकिन्छ भन्ने कुरा छ यहाँ निको यासाई रियुन्यु नादो भनेपछि नादोले आदि इत्यादि जनाउँछ क्या भनेको नादो भनेपछि यो पनि के भयो मिल्यो बिहानको खाना खाइसकेपछि चाहिँ यहाँ चाहिँ उन्दो गर्छु भन्ने कुरा छ मिल्यो बिहान खाएपछि नै उन्दो गर्ने हो है के हो ईश्वरासी कुनाइ भनेको चाहिँ जस्तै यसले चाहिँ भनेको चाहिँ व्यस्त छैन फ्री छु भन्यो भने उल्टो भयो नि त ईश्वरासी कुनाइ भनेको चाहिँ म चाहिँ के छैन व्यस्त छैन तर फ्री छु भन्ने कुरा हो नि त यहाँ चाहिँ फेरि के भयो त ऊ चाहिँ सिउमाचुमा चाहिँ म चाहिँ फ्री छैन भयो नि त यहाँ फ्री छु भन्यो यहाँ छैन भन्यो हल्का घुमाएको छ क्या त्यही भएर हो है त त्यही भएर मन पराएको हो भन्छ नि त्यस्तै हो है ल आज चाहिँ ट्याक्टर आएर 10 लेसनबाट है सक्नुहुन्छ नि नयाँ साथी आउनु भएको छ फेरि ल 10 लेसनबाट आज कुपन छ अलिकति गाह्रो भन्दा गाह्रो त के गाह्रो हुनु र कुपन सजिलो नै हुन्छ अब लेसन 10 मा हाम्रो यो अनलाइनको साथीहरूले सुन्नु भएको छ कि छैन भन्ने कुरा हो मेरो आवाज अब हल्ला नगरौँ ल त्यो ढोकालाई बन्द गरिदिउँ बरु 1 घन्टा एकदम मेन गरेर सुन्नु हल्ला नगरिकन के नगरिकन हल्ला नगरिकन ल सुने कि नै साथीहरू मेरो आवाज हेलो हेलो सुने सुनेको छैन भने छैन भन्नु ल देखिन्छ नि पछाडिबाट देखिन्छ है ल त पढ्न सुरु गरिहालौँ आजको टपिक चाहिँ के छ भन्दाखेरि आज चाहिँ यसो हल्का कुपन जस्तो छ क्या पढ्नुपर्ने कुरा त्यही नै हो है हुन चाहिँ ल यहाँ चाहिँ के भनेको छ भने त दाइजिउ खा है निहोङ्गो केल्सिस नि सान्कासिताइन देश गा भन्ने कुरा गरेको छ हल्ला भयो है साथीहरू पछाडिबाट चिक्क हल्ला सुन्यो भने म चाहिँ बाहिर पठाइदिन्छु है सुन्नु त दाइजुखामा चाहिँ लेसन 10 मा चाहिँ हामीले इरोदरी A1 को चाहिँ 10 मा चाहिँ अलिकति इम्पोर्टेन्ट कुरा पढ्नुपर्छ यहाँभन्दा माथितिरको कुराहरू है माथितिर लेसनमा चाहिँ निहोङ्गो क्योसिच नि सान्कासिताइन देश गा भनेको चाहिँ जापानिज भाषाको क्लासमा चाहिँ भाग लिन चाहन्छु तर जस्तो कुरा केही कुराहरू प्लस यहाँ चाहिँ थप्नुपर्ने अथवा उसले भन्नुपर्ने कुराहरू छन् भन्ने कुरा बुझिन्छ यो टिक 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 टिकले चाहिँ के जनाउँछ भने योभन्दा पछाडि पनि उसले चाहिँ केही भन्न चाहिरहेको छ भन्ने कुरा जनाउँछ होइन यो टपिकमा रहेर हामीले आज के पढ्छौँ त भन्दाखेरि कोमिन खान्दे ओकोनावारे रु क्योसिचुनो आन्नाइ नो चिरासी हो मित्तेइमास भन्ने कुरा गरेको छ हो आज चाहिँ हामीले 4 वटा के गर्छौँ कुपन गर्छौँ के गर्छौँ कुपन गर्छौँ मानु कुपन गर्छौँ होइन 84 छ यहाँनिर है त एउटा दुईटा तीनटा 4 वटा छ म एउटा गरेर फेरि बुझाइदिन्छु है कति सजिलो हुन्छ दोहोऱ्याएर गर्दाखेरि त झन् सजिलो
है। भाग्यमानी को भन्दाखेरि म भन्नु पर्यो। तोराहरू पढ्नु पाइयो नि त होइन कतिजनाले। कोही कोही अङ्कलहरू फेरि ए अब यहाँभन्दा मास्तिर नबोलौँ। यहाँनिर के भनेको छ भने जिउगाचु सुतातो भनेको चाहिँ 10 को महिना के भयो स्टार्ट भयो भन्ने कुरा। 10 को महिना स्टार्ट भएपछि अब यो अफरहरू होला। अब जस्तै मानौँ कुनै फेस्टिभलहरू भयो सुरु भयो भने यहाँ फेरि रिक्वेस्ट आएर छ रेकर्ड अलरेडी मैले गरिरहेको छु क्या। ल 10 को महिना स्टार्ट भएपछि अथवा हाम्रो फेस्टिभल कुनै आयो भने सेल 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 भन्छ नि होइन। त्यस्तै अब यहाँ पनि 10 को महिना स्टार्ट भएपछि यहाँनिर अब त मानौँ अथवा यहाँ पनि एउटा चाहिँ तपाईँको चाहिँ रेउरी केउसिजोहरूको होइन स्यौदोकोहरूको तपाईँको चाहिँ यहाँनिर विभिन्नको चाहिँ एउटा चिरासी छ। यो पढेर चाहिँ हामीले त्यहाँ हुन सकिन्छ ल भाग लिनु सकिने भयो। यहाँ चाहिँ एउटा रेउरी केउसिचु भन्ने कुरा छ हामीले पढ्नुपर्ने। अर्को भनेको चाहिँ स्यौदो केउसिचु भन्ने कुरा गरेको छ र अर्को चाहिँ निहोङ्गो केउसिचु भन्ने कुरा गरेको छ र अब तपाईँको चाहिँ अर्को चाहिँ के छ त यहाँनिर आइकिदो ताइकेन केउसिचु भन्ने कुरा छ है त। हामीले चाहिँ 4वटा उसमा रहेर पढ्छौँ ल। सर भनिदिन्छु नआएको कुराहरू यहाँ म गरिहाल्छु है त। अनि कसरी क्वेसन आउँछ पनि भनिदिन्छु ल। अब यहाँनिर हेर्नु त के भनेको छ भने 10 को महिना स्टार्ट भएपछि हाम्रो रेउरी केउसिचु भन्ने टपिक छ। यो त आउँछ होला सबैजनालाई खान्जी होइन रेउरी केउसिचु है। यतापट्टि हेर्नु त यो के को खान्जी हो आकितो फुयुनो स्युन भन्छ स्युन ओ आजिआओ भन्ने कुरा छ क्या। भनेको आकी र फुयु सिजनको भनेको स्युन भनेको सिजन चाहिँ त्यो सिजनको खानेकुराहरूको चाहिँ टेस्ट लिउँ भन्न खोज्या हो। आजिआओ भनेको चाहिँ टेस्ट गर्नु है त भनेको चाहिँ। अब यहाँनिर छ तपाईँको चाहिँ के छ भन्दाखेरि दुईवटा रहेछ। एउटा मोकुयोबी कोसु भन्ने कुरा छ अर्को चाहिँ के छ त किङयोबी कोसु भन्ने कुरा छ। ओके अब यहाँनिर हेर्नु त के छ त भन्दाखेरि दुईवटा कोर्स रहेछ भनेको रेउरी क्लास सिक्न चाहने भनेको परिकार बनाउन सिक्न चाहने व्यक्तिले चाहिँ दुईवटा क्लास लिएर चाहिँ रेउरी क्लास तपाईँ परिकारहरू बनाउन सिक्न सक्ने रहेछन् उनीहरूले होइन भने। अब यहाँनिर हेरौँ मोकियोबी कोर्समा चाहिँ के भनेको छ भने माइनिची दाई सान मोकियोबी भन्ने कुरा गरेको छ जेनयोन खाइरे बुझ्नुभयो। यो भनेको चाहिँ माइचुकी भनेको चाहिँ हरेक महिना दाई सान मोकियोबी भनेको चाहिँ पहिलो मोकियोबी दोस्रो र तेस्रो महिनाको तेस्रो तपाईँको चाहिँ बिहिबारको दिन हुन्छ यो क्लास भन्ने कुरा छ भने टोटल यो क्लास चाहिँ कति पटक हुने रहेछ त योन खाइ 4 पटक है। भनेको गोजेन जिउजिकारा तपाईँको गोगो इचिजी मादे भन्ने कुरा गरेको छ भने बिहान 10 बजेबाट 1 बजेसम्मको क्लास हो यो भन्ने कुरा गरेको छ के रेउरी क्लास मोकियोबीको क्लास है। अब जाउँ किङयोबीको सुमा जाउँ। यहाँ पनि भनेको छ माइचुकी दाइनी किङयोबी चेन योन खाइ भन्ने कुरा छ। यहाँ पनि टोटल कति ओहो 4 पटक है। दाइनी भनेको दोस्रो अघि चाहिँ तेस्रो भएको थियो अब चाहिँ दोस्रो भनेको चाहिँ हप्ता महिनाको पहिलो शुक्रबार अनि फेरि त्यो नभएर अर्को शुक्रबार चाहिँ हुने भन्ने कुरा के। पहिलो शुक्रबारमा नभएर अर्को शुक्रबारमा हुन्छ क्लास भन्ने कुरा छ भने टोटल यो पनि क्लास कति पटक 4 पटक। अनि अर्को छ गोगो यहाँ चाहिँ गोजी सान्जिपुन भन्दा नि हुन्छ गोजी हान भन्दा नि भयो अहिलेको लागि है त। यहाँनिर सान्जिपुनै लेखा छ हामीले सान्जिपुन भनेर पढौँ। गोगो गोजी तपाईँको चाहिँ सान्जिपुन कारा गोगो हाचिजी सान्जिपुन मादे भन्ने कुरा भनेको यो चाहिँ बेलुकाको 5:30बाट चाहिँ बेलुकाको 8:30सम्मको क्लास रहेछ भन्ने कुरा बुझ्नु पर्यो। दुईवटा कोर्स कहिले कहिले हुने र तपाईँको चाहिँ कति कति बजीबाट हुने भन्ने कुरा यहाँबाट के भयो थाहा भयो। ओके ल अब त्यसपछि के छ त भन्दाखेरि अलिकति तल जाउँ है। यसलाई म मेट्दिनँ अलिकति तल जाउँ। यहाँनिर भनेको छ बास्यो भन्ने कुरा तपाईँहरूलाई त बास्यो भन्ने कुरा त थाहा छ। बास्यो भनेको प्लेस ठाउँ है। तोकिआवा कोमिन खान है कोमिन खान सान खाइ यो चाहिँ च्यौरी सिचु भन्छ है। के अरे हो च्यौरी सिचु ओहो भने त्यस्तै भयो है ल भयो गर्नु भयो नि पाछा कि नै पछाडि त फ्यान भइसक्यो त्यहाँ चाहिए चाहिँ गर्नु भयो जस्तो है ल। यहाँ चाहिँ हेर्नु त बास्यो चाहिँ तोक्याओ कोमिन खान सान खाइ भनेको चाहिँ 3 तल्ला तपाईँको च्यौरी सिचु भनेको चाहिँ के हो त त्यो खाना बनाउने कोठा रुम भनौँ। अब यो भन्ने कुरा छ हि अनि यो
यो भनेको चाहिँ के हो त चार्ज शुल्क महसुल लाग्ने खर्च कति त भन्दाखेरि अब तपाईको चाहिँ हाप्पेको एन भन्ने कुरा छ हाप्पेको एन भनेको कति हो 800 रुपियाँ हैन 800 रुपियाँ इन्टु 4 पटक कति पटक हुन्छ भनेछ 4 पटक हैन हो अब तपाईको चाहिँ के भनेछ भने यो चाहिँ 800 एक पटक बराबर 800 हुन्छ भने टोटल कहाँ 4 पटक हुन्छ भन्ने कुरा छ भने 800 इन्टु 4 गर्यो भने कति हुन्छ 3200 हुन्छ होला है यहाँ चाहिँ तपाईको चाहिँ मेक्याको चाहिँ कति जना जोइन हुन पाउने रहेछन् तपाईको चाहिँ ओके सान चाहिँ तपाईको जस्तै तपाईको 24 जना भन्ने कुरा छ निज्यू यो निन सेन्च्याकु भन्ने कुरा छ सेन्च्याकु भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि टोटल यति जना जोइन हुन पाउने भन्ने हुन्छ के त्यसमा चाहिँ खागिरी गरेको हुन्छ है नि अब तपाईको चाहिँ ल मानु यो क्लासमा चाहिँ ल 20 जना जोइन हुन पाउने भन्ने कुरा के सेन्च्याकु भनेको चाहिँ क्रमबद्ध रूपमा अब पहिला फर्स्टमा मौसिकुमी गर्ने मान्छेहरूले अब मौसिकुमी गर्दै जाँदाखेरि 20 जना पुगेपछि चाहिँ तपाईको चाहिँ त्यतिमै रोकिने भन्ने कुरा के है भनेको चाहिँ टोटल कति जना त 24 जनाले चाहिँ भाग लिन पाउने रहेछन् एउटा क्लास बराबर ओके भने तोय आवासे भन्ने कुरा छ तोय आवासे भनेको चाहिँ यो चाहिँ तपाईको चाहिँ के हो भने यो चाहिँ केही कुरा सोध्न परेको खण्डमा हैन तपाईहरुले लास्टमा लेखा हुन्छ नि हैन वकारणको तगा तारा सिचुमन सिटी कुदासै हैन केही भन्नुस् भन्ने कुरा हुन्छ नि हो त्यस्तो बेलामा चाहिँ तोय आवासे भनेर चाहिँ तल चाहिँ केही मोर तपाईको चाहिँ अरु अरु डिटेल्सहरु चाहिएमा चाहिँ कन्ट्याक्ट गर्नुस् भन्ने कुरा हो के अब यसमा बुझ्नु पर्ने भनेको अहिलेको लागि के रहेछ त भन्दाखेरि तपाईले एउटा बास्यो थाहा हुनु पर्यो बास्यो भनेको चाहिँ कहाँ हो यो त अब खान्जी आओस् नआओस् मतलब भएन हामीलाई के चाहियो त मेन कुरा भनेको चाहिँ खान्जी नआए पनि केही फरक पर्दैन तर बास्यो भने कहाँ छ हेर्नु पर्यो बास्योको आउनु पर्यो हेउ भनेको आउनु पर्यो हेउ भनेको चार्ज एक पटक बराबर 800 र टोटल कति लाग्छ भनेर सोध्न सक्छ 3200 छान्न पर्छ हामीले अहिलेपछि यसको क्वेशन पनि गर्छौं र अब तपाईको चाहिँ हेउ र यो चाहियो एउटा कुरा भने अर्को चाहिँ मोक्युबीको कोर्स कहिले हुन्छ एउटा कुरा याद गर्नु पर्यो अनि मोक्युबीको कोर्स कति बजेबाट हुन्छ भन्ने कुरा याद गर्नु पर्यो यही ट्याक्कै जस्ता तस्तै हेर्नु पर्यो गोजेन गो एकदम ध्यान दिनु पर्यो त्यहाँ गो भनेर आउन सक्छ कहिलेकाहीँ यता गो यता अगाडि पछाडि राखिदिन सक्छ त्यो कुरालाई हेर्नु पर्यो अनि यतापट्टि पनि त्यही त कहिले हो भन्ने कुरा हैन अनि अर्को चाहिँ कति बजेबाट कति बजेसम्म हो गोजेन पनि हेर्नु पर्यो त्यो कुरामा चाहिँ एकदम उ भएर चाहिँ के गर्नु पर्यो त ध्यान दिएर हेर्नु पर्यो है त अरु भनेको यसमा चाहिने भनेको यति नै हो ल अब यसमा केही नबुझ्ने कुरा त छैन होला है यो आकीको हान्जी तपाईहरुलाई थाहा छँदैछ आकी भइगयो यो भनेको फुयो भइगयो हैन है अनि अर्को छ नो स्युन भन्ने कुरा छ स्युन भनेको सिजन भइगयो यो चाहिँ आजै आऊ भन्ने कुरा छ आजै आऊ भनेको टेस्ट लिनु भन्ने कुरा हो अरे यो रिक्वेस्ट त लेख्नु पर्दैन है त ओके अब यो भयो अब त्यसपछि फेरि हामी नेक्स्ट मा जान्छौं है हजुर भन्नुस् त हजुर हजुर के भन्नुहुन्छ अलिकति बुझ्नु भने के बुझ्नु भएन भन्नुस् त हजुर ओ ए ल ल म बुझाइहाल्छु नि यो भन्नुभयो यो के यो भन्नुभयो होला तपाईले ल यो लाइन म बुझाइदिइहाल्छु यसको बुझ्या नि यहाँ त है ल अरु साथीले नि बुझ्नु भयो होला माइचुकी भनेको चाहिँ हरेक महिनाको पहिलो दोस्रो तेस्रो हप्ताको तपाईको चाहिँ बिहीबार भन्ने कुरा है बिहीबार भन्ने कुरा हो के भनेको चाहिँ जस्तै तपाईको चाहिँ तेस्रो भन्ने कुरा के तेस्रो हप्ताको चाहिँ बिहीबार हुन्छ भन्ने कुरा तेस्रो हप्ताको चाहिँ बिहीबार भन्ने कुरा छ भने यो चाहिँ तपाईको दोस्रो हप्ताको चाहिँ शुक्रबार हुन्छ भन्न खोजेको के है यो तेस्रो हप्ताको यो चाहिँ के त दोस्रो हप्ताको चाहिँ शुक्रबार हुन्छ भन्ने कुरा हो भनेको पहिलो हप्ताको शुक्रबार हैन कि दोस्रो हप्ताको शुक्रबार यो चाहिँ पहिलो दोस्रो हैन कि तेस्रो हप्ताको बिहीबार हुन्छ भन्ने कुरा के क्लास है ल अब त्यसपछि जाउँ अब यो बुझ्नु भयो होला त्यसै अर्कोमा जाउँ स्योदो क्योसिसु भन्ने कुरा गरेका छौं है भनेको स्योदो क्योसिसु भने के हो त
स्योदो क्योसिचु भनेको चाहिँ अक्षरहरू लेख्न सिकाउने अथवा तपाईँको चाहिँ अब भनौँ न स्यो भनेको खाकीमास दो भनेको तपाईँको चाहिँ मिचीको अनि त्यसपछि अब क्योसिचु भनेको क्लासरुम भएको भनेको अक्षरहरूलाई चाहिँ अब कसरी लेख्ने भनेर चाहिँ सिकाउने क्लास हुन्छ नि त होइन अक्षरहरू ह्यान्ड राइटिङ हो भने जस्तो है यो पनि अब यहाँ पनि के भनेको छ भने यहाँ चाहिँ तपाईँको चाहिँ हेर्नु त उचुकुसी भन्ने कुरा छ उचुकुसी भने उचुकुसी यहाँ चाहिँ मोजी है हो मी भन्छ यो मी नि चुकेते मिमासेन का भन्ने कुरा छ त्यसो हेर्दाखेरि पनि आहा हा कति राम्रो अक्षर ओहो हो कसरी लेखा होला भन्ने होस् क्या भन्न खोजेको क्या है एकदम वन्डरफुल लेटरहरूलाई चाहिँ अब कसरी चाहिँ अब लेख्ने अथवा लेखेर हेर्ने त भन्ने कुरा हो है अब यसमा चाहिँ तपाईँले ध्यान दिनुपर्ने कुरा के छ त भन्दाखेरि यहाँ पनि अलिकति ध्यान दिनुपर्छ अब यहाँ चाहिँ भनेको छ स्योदो क्यो सिचु भन्ने कुरा छ निचिजी निचिजी भने के होला त हो नि अनि ची जी यसले चाहिँ के जनाउँछ भन्दाखेरि डेट एन्ड टाइम जनाउँछ भन्ने कुरा बुझ्नु पर्यो अर्को छ तपाईँको चाहिँ बास्यो यति मात्र हुन्छ है बास्यो भनेको प्लेस ठाउँ अर्को छ है भर्खर लेखेको यो यो भनेको के हो त चार्ज यो यौ भनेको ठुलो यौ हुन्छ है यो यो भनेको शुल्क चार्ज कहाँ भन्ने कुरा चाहिँ यहाँ हेरौँ अहिले यहाँसम्म गरौँ अनि त्यसपछि म तलतिर पनि लेखिदिन्छु माई स्यु निचियोबी भनेको हरेक हप्ता आइतबार यो क्वेसनमा एकदम ध्यान दिनुपर्छ अस्ति पनि भनेको थिएँ मैले यो क्वेसनमा र यस्तै क्वेसन अर्को क्वेसन छ त्यसमा चाहिँ ध्यान दिनुपर्छ भनेको चाहिँ तपाईँको चाहिँ माई स्यु निचियोबी भनेको चाहिँ हरेक हप्ताको आइतबार आइतबार हुन्छ भन्ने कुरा बुझ्नु पर्यो भनेको कतिबाट त जिउ सान्जिका र यहाँ चाहिँ जिउ तपाईँको चाहिँ सिचिजी भन्ने कुरा गरेको छ भने 1 बजेदेखिबाट कति बजेसम्म 5 बजेसम्म भन्ने कुरा बुझ्नु पर्यो है भनेको चाहिँ 1 बजेबाट तपाईँको चाहिँ के त 5 बजेसम्म बास्यो भनेको चाहिँ तोकिया यहाँ चाहिँ तोकिवा हेर्नु त कोमिन खान है उहाँले ल्याइदिएको छु यसको खान चाहिँ के भने कोमिन खान भनेको सामुदायिक भवन भनेको छ है इखाइ क्योसिचु भनेको चाहिँ एक तल्लाको क्लासरुम अर्को भनेको झ्यो भनेको चाहिँ के हो त चार्ज सानजेन तपाईँको चाहिँ भनेको छ सानजेन एन अब 3000 चाहिँ सान अब तपाईँको सेन भन्नु मिल्दैन होइन जेन भन्नु पर्यो सानजेन एन तेकिसुतो दाइ फुकुमु भन्ने कुरा छ भनेको चाहिँ तेकिसुतो भनेको चाहिँ पाठ्य पुस्तक भन्ने कुरा बुक भन्ने कुरा पाठ्य पुस्तक है टेक्स्ट बुक भन्ने कुरा दाइ भनेको चाहिँ महसुल भन्ने कुरा छ अब यो फुकुमु भनेको चाहिँ के हो भने फुकुमु फुकुमु भनेको मिनिङ चाहिँ समावेश हुनु भन्छ क्या समावेश फुकुमु भनेको समावेश यो अक्षर त बुझ्नुहुन्छ नि फु अनि कु अनि मु है भनेको चाहिँ फुकुमु भनेको के अरे समावेश भनेको चाहिँ अब तपाईँको चाहिँ यो 3000 मा चाहिँ 1 महिनाको लागि हो यो 1 महिनाको लागि 3000 पर्छ प्लस तपाईँले चाहिँ एउटा बुक पनि यसमै समावेश हुन्छ भनेर बुझ्नु पर्यो क्या है टेक्स्ट बुक पनि के हो त यसमै इन्क्लुड छ ओके अर्को भनेको छ दौगु भन्ने कुरा छ दौगु भनेको टुल्स हैन अब त्यहाँको तपाईँको चाहिँ हैन त्यहाँ चाहिने भनौँ न अब लेख्दाखेरि के चाहिन्छ त्यहाँ लेख्नलाई पेपर चाहिएला पेन्सिल चाहिएला अरू कलरहरू चाहिएला अथवा विभिन्न कुरा चाहिएला चाहिँ क्याटको जीवन ओमोची कुदासाई भनेको चाहिँ जो मान्छे त्यहाँ भाग लिनुहुन्छ उहाँहरू आफैले नै के गर्नुहोस् त यो जीवनमा जी मात्रै छ यहाँ चाहिँ ओमोची कुदासाई भनेको चाहिँ आफैले के गर्नुहोस् त लिएर आउनुहोस् भन्ने कुरा छ त्यहाँ चाहिँ प्रिपेयर हुँदैन आफैले पेन्सिल कटर मेट्ने सेट्ने अब त्यहाँ कलरहरू सलर सबै आफै ल्याउनु पर्यो भन्ने कुरा हो है ओके भनेको चाहिँ यहाँसम्म चाहिँ बुझ्नुभयो र मेरो विचारमा अब शोगाकुसेई कारा उतोनामा दे निजिउ मे इजियो नो खातागा सानका सारेते इमास भन्ने कुरा गरेछ भनेको चाहिँ शोगाकुसेईबाट ओतोना एडल्टसम्म वयस्कसम्म चाहिँ 20 जना भन्दा बढी मान्छेहरू चाहिँ भाग लिन सकिन्छ अथवा भाग लिन सकिन्छ भन्ने कुरा है सारेते इमास भनेको चाहिँ भाग लिन सक्ने गराएको छ भन्ने कुरा हो भने इचिदो केनगाकु नि हिरासिते कुदासाई एकपटक
हेरी हेर्न आउनु भन्छ नि, भिजिट टु स्टडी भन्छ क्या यो केन गएको भनेको चाहिँ है। केन भनेको हेर्नु, गएको भनेको त्यहाँ गएर सिक्नु होइन। गएको भनेको चाहिँ गएको सेको है, गएको सिउको हो होइन। केन गएको भनेको चाहिँ अध्ययन गर्नु भनेको हो क्या। एकपटक इचिदो भनेको चाहिँ इचिदो केनगाकु ने इरासिते कुदासाई भनेको चाहिँ एकपटक आएर तपाईँहरूले क्लास धेरै हेर्न सक्नुहुन्छ भन्दा डेमो क्लास हेर्न सक्नुहुन्छ भन्छ नि, हो त्यही हो है। तपाईँले त्यहाँ टाइकेन गर्न सक्नुहुन्छ भनेको छ। तै आवाज चाहिँ म सिकोमी यहाँ चाहिँ तपाईँको चाहिँ हेर्नु त नाकायामा नानी नानी भन्ने कुरा गरेको छ भनेको चाहिँ यहाँबाट पनि केही कुरा छ त छैन। अब हेर्नु है, सर भनिदिन्छ एकदम फास्टमा नेपालीबाट ओके। भनेको चाहिँ अब लेख्न सिकाउने अथवा तपाईँको चाहिँ त्यहाँ चाहिँ अक्षर बनाउन सिकाउने क्लास भन्ने कुरा गरेको छ भने एकदम वन्डरफुल, एकदम राम्रो, कसरी देख्दाखेरि पनि वाउ होइन भनेको मनैदेखिबाट मनपर्नेवाला ऊ चाहिँ अक्षर चाहिँ होइन, कहिले के हेर्ने होइन र भन्ने जस्तो कुरा हो है। भने डेट एन्ड टाइम भनेको चाहिँ अब तपाईँको चाहिँ होइन समय प्लस तपाईँको चाहिँ टाइम पनि दिएको, डेट पनि दिएको हुन्छ। जस्तै यहाँ चाहिँ डेट भनेको चाहिँ यो भयो आयो माइसु निचियोबी, टाइम भनेको चाहिँ टाइम कति बजेबाट भन्ने कुरा पनि सँगै आउँछ है। अर्को कुरा भनेको बास्यो भनेको प्लेस ठाउँ भन्ने कुरा हो भने यो चाहिँ तपाईँको चाहिँ तोकिया, तपाईँको चाहिँ तोकिवा सामुदायिक भवन एक तल्लाको चाहिँ क्युसिचुमा क्लासरुममा हुन्छ भन्ने कुरा छ भने अर्को भनेको छ तपाईँको चाहिँ चार्ज शुल्क चाहिँ तपाईँले चाहिँ 3000 चाहिँ एक महिनाको तिर्नुपर्छ भने त्यसमा चाहिँ तपाईँले चाहिँ पुस्तक पनि त्यसमै त्यसको पुस्तकको महसुल पनि यही 3000मै इन्क्लुड छ भन्ने कुरा हो है। भनेको चाहिँ टेक्स्ट बुकको मूल्य पनि यसैमा समावेश, दाई भनेको महसुल चार्ज भन्ने कुरा हो है। अनि दोगु भनेको टुल्स भन्ने कुरा छ, त्यसमा चाहिने अब तपाईँको सामग्रीहरू चाहिँ आफैले बोकेर आउनुहोस् भन्ने कुरा छ भने सेवाको सेबाट चाहिँ योजनासम्म चाहिँ 20जना भन्दा बढी मान्छेलाई चाहिँ भाग लिन सक्नेछन् भन्ने कुरा छ भने यदि एकपटक चाहिँ आएर हेर्नुहोस् भन्ने कुरा मात्रै हो है। भने अब यो पनि केही गाह्रो छ छैन, कति सजिलो छ। अलिकति तल यसको यहाँ यसमा छ कि नै छ, अलिकति तल हेर्नुहोस् त। यहाँनिर के भनेको छ भने काइको जिन मुखे भनेको मुगे भनेको चाहिँ उनीहरूलाई नै अलिकति टार्गेट गरेर भन्ने कुरा के है। मुखे भनेको चाहिँ हिजो सोध्नु भएको तपाईँले यो पनि हो एउटा मुखी मास्कै नै हो, मुखे भाव है। मुखे भनेको चाहिँ कस्तो भन्छ भने एउटा चाहिँ कुनै पनि कुरालाई टार्गेट गर्नु भन्ने कुरा छ भनेको चाहिँ आगो निमाउँदाखेरि तपाईँले चाहिँ त्यो फुन्स्या गर्दाखेरि चाहिँ तपाईँले चाहिँ के त यो चाहिँ त्यसको त्यो नोजोरु भन्ने हुन्छ त्यसलाई चाहिँ समातेर चाहिँ मुखे गर्नुपर्ने हुन्छ, त्यो आगोपट्टि चाहिँ मुखे गर्ने भन्ने कुरा हुन्छ। यो चाहिँ विदेशी नागरिकहरूका लागि मात्र अथवा तिनीहरूको लागि चाहिँ विशेष गरी भन्ने कुरामा चाहिँ ताइकेन केउसिचुमो आरिमास भनेको चाहिँ अब तपाईँको चाहिँ ताइकेन केउसिचुहरू पनि छ। ताइकेन भनेको त थाहा छँदैछ होइन। भनेको ताइकेन भनेको कुनै पनि कुराको एक्सपिरियन्स होइन, प्लस अब गर्न सकिने भन्ने कुरा के, गरेर हेर्न सक्ने भन्ने कुरा। जिसाई नि जीवनदे यात्ती मिताइको तो भन्ने कुरा है। भनेको वास्तवमा आफैले गरी हेर्न सक्ने कुरालाई चाहिँ ताइकेन भन्छ। ताइकेन गरेर त्यहाँ गएर चाहिँ तपाईँले विदेशीहरूले चाहिँ गएर हेरी हेर्न सके भन्न खोज्या हो है। यहाँ चाहिँ देयर आर ट्रायलेसन फर नन जापानिज रेसिडेन्ट भन्ने कुरा गरेको छ है त ओके। अब यहाँ पनि भयो। अब त्यसपछि के गरौँ भन्दाखेरि अब चाहिँ हामी अर्कोमा जाउँ है। एकदम सजिलो छ, यसलाई क्वेसन कसरी गर्ने भन्ने कुरा आउँछ र त्यसमा पनि धेरै कुरा बुझिन्छ। म यता अगाडिबाट नै पहिला सिकाउँछु अनि फेरि पछाडि जान्छ है त ल ओके। अब आयो सजिलो है। अब सजिलो भन्दा नि सजिलो आयो, ल हेर्नुहोस् त यहाँनिर भनेको छ आइकिदो भन्ने कुरा छ। आई कि यो किको हान्जी यो दो है, यो ताईको हान्जी यो केनको हान्जी यो क्यौको हान्जी सिचुको हान्जी है। यसरी आइकिदो ताइकेन सिक्यौ सिचु भनेको चाहिँ के हो त? आइकिदो ताइकेन क्यौ सिचु भनेको के हो त? कराते भन्छ नि, ढिसिङ ढिसिङ होइन, हो त्यही हो। थाहा छ नि सबैजनालाई होइन, यस्तै टकलाएर होइन उस्तै परे। अब तपाईँको चाहिँ भोलि पर्सि भविष्यमा अहिले सिकिराख्यो भने चाहिँ पछि गएर सजिलो हुने भन्ने कुरा होइन, कराते खेल ल। अब यो चाहिँ टक्क लाएर यो चाहिँ के रहेछ भन्दाखेरि आइकिदो ताइकेन क्युसिचु भन्ने कुरा छ भने ताइकेन भनेपछि बुझिहाल्नु आफैले गएर हेर्न सकिने गरेर हेर्न सकिने भन्ने कुरा हो भने अब यहाँ चाहिँ भनेको छ निचिजी भनेको छ। अब जस्तै तपाईँको चाहिँ के भनेको छ निची जी है। निचिजी भनेको चाहिँ
डेट एन्ड टाइम। अब कहिले भन्दाखेरि कुगात्सु जिउगो निची निजिउ निनिची निजिउ कुनिची भन्ने कुरा गरेको छ निचियोबी भनेको 9को महिनाको 15 गते आइतबार 22 गते आइतबार र 29 गते आइतबारको दिनमा चाहिँ यो के हुन्छ त हुन्छ क्लास हुन्छ भन्ने कुरा छ भने यहाँ चाहिँ भनेको छ जिउजीका र इचिजी भन्ने कुरा छ एउटा हो भनेको के हो रे 10 बजेबाट चाहिँ कति बजेसम्म रहेछ एउटा क्लास 11 बजेसम्म रहेछ एउटा क्लास हो ल भनेको 10 बजेबाट 11 बजेसम्म एउटा क्लास रहेछ भने 11:15बाट 12:15 एउटा क्लास रहेछ ओहो है भनेको चाहिँ अब जिउ इचिची यहाँ चाहिँ जिउ गोफुन कार तपाईँको चाहिँ के त जिउ निजी जिउ गोफुन भन्ने कुरा गरेको छ है भने अब यहाँसम्म भयो दुईटा क्लास भनेको यो तपाईँको आइकी दौको क्लास चाहिँ दुईटा टाइममा रहेछ हो एउटा 11 बजेबाट एउटा 10 बजेबाट एउटा चाहिँ 11:15बाट भन्ने कुरा ओके भने 15 मिनट त रेस्ट पनि गर्नु पर्यो नि त सिकाउनेले होइन भनेको चाहिँ इखाइ खानकेत्सु भन्ने कुरा गरेको छ इखाइ खानकेत्सु नो कुरा सुदेश भनेको चाहिँ यसले भन्नु खोजेको के थाहा छ इखाइ खानकेत्सु नो कुरा सुदेश भनेको चाहिँ कि त 10 बजेको मात्रै कि त 11:15को मात्रै एउटा मात्रै क्लास लिन सक्नुहुन्छ ओके ओके भनेको चाहिँ कि त 10 बजेबाट 11 बजेसम्म क्लास लिन पाउनुभयो होइन कि त तपाईँको चाहिँ 11:15बाट 12:15सम्मको क्लास लिन पाउनुभयो दुईटा क्लास लिन पाइँदैन तर दोनो कुरा सुन्ने कितने म खमाइमा सेन्ने हो भन्ने कुरा गरेको छ जुन क्लासमा आए पनि केही फरक पर्दैन अरे भनेको तपाईँले यदि 10 बजेबाटको क्लास भ्याउनु भएन सधैँ 10 बजेबाट आउनुहुन्थ्यो त अब चाहिँ 11 बजेबाट तपाईँको चाहिँ आउँदा पनि भयो तर बिहान 10 बजे नै आउने 11 बजे आउन चाहिँ पाइँदैन भन्ने कुरा ओके बुझ्यो नि यो एउटा क्लास लिन पाइयो जुन क्लासमा आए पनि केही फरक पर्दैन तर एउटा मात्रै क्लास ओके अब भनेको छ बास्यौ यसलाई लेखाइराख्न पर्दैन होला मैले है बास्यौ भन्ने कुरा छ तोकी यहाँ चाहिँ तोकी वा होमिन खान इखाइ ताइकु सिचु भन्ने कुरा छ ताइकु सिचु है अनि अर्को छ फुकुसो भन्ने कुरा छ नयाँ आयो चाहिँ फुकुसो लुगाहरू भन्ने कुरा लुगाहरूमा चाहिँ तपाईँको भनेको छ सुपोसुई हा नादो उगोकियासुई फुकुसो भन्ने कुरा गरेको छ भनेको चाहिँ स्पोर्ट्स अब तपाईँको चाहिँ कराटे खेल्दाखेरि कस्तो लुगा लगाउँछन् भन्ने कुरा त थाहा होला पक्कै पनि त्यही भएर चाहिँ स्पोर्ट वाला तपाईँको चाहिँ होइन अलिकति उगोकियासुई भनेको चाहिँ उगोकी भनेको के अरे चल्नु के चल्न चाहिँ हलचल गर्न सजिलो टाइट लाइट लायो भने त टाइट लायो भने त दौडिन प्लस अरे गर्न सकिँदैन अनि यहाँ त्यही भएर कराटे खेल्ने मान्छेहरूले खुल्ला लुगा लाउँछ नि होइन होइन जता पनि जाओस् भनेर के होइन चलाउँदाखेरि लुगाहरू चाहिँ तपाईँले गर्नु पर्यो दौकी भन्ने कुरा दौकी भनेको नि तपाईँको चाहिँ यहाँनिर तपाईँले चाहिँ जुन दौकी लुगाहरू भन्ने कुरा हो है त्यसमा प्रयोग गर्ने तपाईँको चाहिँ ऊ चाहिँ तपाईँको चाहिँ हेर्नु त हिचियो भन्छ है हिचियो भनेको चाहिँ के हो त जरुरी छैन भन्ने कुरा छ लुगाहरू त्यहाँ उ गरिराख्नुपर्छ जरुरी छैन भन्ने कुरा छ यो उको कि अलि हलचल गर्ने लुगा लाउँदा हुन्छ र प्लस तपाईँले चाहिँ त्यहीका लागि भनेर छुट्टै लुगाहरू चाहिँ अहिले जरुरी छैन भन्ने कुरा छ यो भनेको के रहेछ त यो भनेको मुर्यो फ्रीमा ताइकेन भनेको त फ्री त्यो ताइकेन भनेको केही दिनको लागि डेमो क्लास जस्तै हो नि त यो त्यही भएर चाहिँ यसमा त फ्री नै सिकाउने रहेछ भन्ने कुरा है यसमा पैसा लाग्दैन तपाईँले यदि भाग लिएर अब तपाईँको चाहिँ यहीँ नै जोइन भएर गर्नुभयो भने मात्रै पैसा लाग्ने हो नि त होइन अहिले चाहिँ ताइकेनका लागि मात्रै हो त्यही भएर यहाँनिर के छ त यो ताइकु भन्ने कुरा छ ताइकु खानु भन्ने जस्तै है यो भनेको चाहिँ हाल्नुहुन्छ यो मुर्यो उता लेख्नु पर्दैन होला ल पनि लेख्थेँ मुर्यो भनेको फ्री ल अब यहाँ चाहिँ कति सजिलो है यो पनि भयो केही छ गाह्रो छैन होइन छैन अब त्यसपछि जाउँ हामी चाहिँ अर्कोमा है त हुन्छ हुन्छ हुँदैन भने पनि म अर्कोमा गएँ है त अब त्यसपछि चाहिँ अब सबै हिराका नाम मात्रै कति सजिलो हो यो त अब यो त जसले पनि गर्न सक्नुहुन्छ अब 3टा कुपन गराइदिइसकेपछि यो चाहिँ भवानी चानले पनि सक्नुहुन्छ है नि गुड हाँस्नु मुसु मुसु स्माइल दिएर ठिक छ पढ्दाखेरि मुस्कुराइ पढ्नुपर्छ कि होइन ल त्यही भएर चाहिँ निहुङ्गो केउ सिच्छु भन्ने कुरा छ
जापानिज भाषाको क्लास। ओके, अब यहाँनिर हेर्नु त निचिजी भनेको अघि मैले भने जस्तो निचिजी भनेको डेट एन्ड टाइम भनेको माइसु दोयोबी भनेको हरेक हप्ताको शनिबार शनिबार हुन्छ भने जिउजिकारा यहाँ चाहिँ के त जिउइचिजी हान भन्दा नि हुन्छ जिउइचिजी सान्जुपुन मादे भन्ने कुरा है 11:30सम्म। बास्यो भनेको तोकियो तोकिवा कोमिन खान निखाइ केउसिचु भन्ने कुरा छ भने यो चाहिँ तपाईँको चाहिँ के त मुर्यो कोपिदाइगा खाकारिमास भनेको चाहिँ कोपिदाई चाहिँ लाग्छ भन्ने कुरा गरेको छ होइन। भनेको चाहिँ अब त्यहाँ क्लास लिनको लागि चाहिँ तपाईँको फ्री नै हो भने तपाईँले कुनै पनि कुराको कपी गर्नुहोस्, फोटो कपी भन्न खोजेँ है, कपी गर्नु भने त्यसको चाहिँ मूल्य लाग्छ एउटा गरेर 10 रुपियाँ 20 रुपियाँ त्यस्तै गरेर लाग्छ भन्ने कपी गरेको चाहिँ लाग्छ भन्ने कुरा छ। अब तोइ अवश्य भन्ने कुरा छ, कोकुसाई कोर्यो सेन्ता भन्ने कुरा गरेको छ। यदि केही सोध्न परेको खण्डमा डिटेल्स अझै धेरै चाहिएको खण्डमा चाहिँ कोकुसाई कोर्यो सेन्तामा चाहिँ अब त कन्ट्याक्ट गर्ने अथवा मेल गर्ने भन्ने कुरा हो है। यस्तै यस्तै हो है। अब यस्तै यस्तै गर्नुपर्छ हामीले चाहिँ भनेपछि अब जस्तै हामीले यहाँनिरबाट कतिवटा कुरा पढौँ त, चारवटा चारवटाबाट कस्तो कस्तो क्वेसन आउँछ भन्ने कुरा नि हेरौँ है त एकछिन। 1 मिनट वेट गर्नु ल, म यसको क्वेसन निकाल्छु। यहाँ अब त बुझ्यो होला, बुझेन? फ्यान चलाउनु त्यसो भए है, चलाउँ चलाउँ कसम ल। मजाले हावा त आउनु पर्यो सबैलाई होइन, तल राख्यो भने त आउँदैन ल। अब घुम्छ, घुम्ने त बनाइहाल्छु नि म, धेरै नै यता आयो ठिक छ, यतिसम्म त आउनु परेन होइन। अब म त्यहाँ उता राखिदिन्छु है पर्खिनु एकछिन। आउँदैछ, अलि यता यता सर्नु न, यता 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 सर्नु न। कसको मोबाइल अन छ? अनलाइनको साथीहरू आज व्रत हो क्या, पुरै आज नबोलिकन बस। के भन्नुभयो? हुन्छ उता म्यासेज गरिराख्नु नि ल। नरुनु न त अनि, फर्म भर्नको लागि किन रोको त अनि। ल अब त्यसपछि हामी जाउँ है त। आएछ आएछ ल, देख्नु भयो यहाँ, हेर्नु है त। अब हामीले पढेको कुरा चाहिँ के हो भन्ने कुरा हेरौँ हेरौँ हेरौँ। म त एन्सर एन्सर लाने, अब एन्सर एन्सर छान्ने है। यताको एक्सप्लेन मजाले बुझाइदिएको छु, अब तपाईँहरूले एन्सर एन्सर चुज गर्ने हो कुन कुन के हुन्छ भनेर है त। यो कुपनहरू भए जति यहाँ सबै म सिकाउँछु भोलि पर्सि सिकाउन चाहिँ। अब चाहिँ अहिले चाहिँ यहाँ हाम्रो चाहिँ के छ भन्दाखेरि कहाँ पुग्यो त्यो, आउनु लाग्यो ल, आयो आयो लास्टबाट ल। अब यहाँ हेर्नु त, आन्नाइनो नाका दे यो बिवा नान देशका भन्ने कुरा छ। बार चाहिँ तपाईँको चाहिँ अब कुन हो भन्ने कुरा छ, यहाँबाट छान्ने। यतापट्टि भनेको छ आन्नाइनो नाका दे बास्यो वा दोको देशका भन्ने कुरा छ, बास्यो। अब बास्यो भनेपछि तोकियो कोमिन खान निखाइ केउसिचु भन्ने कुरा छ। तोकियो कोमिन खान निखाइ केउसिचु भनेको कुन भयो? यहाँ चाहिँ तोको तोकोवाला भएर चाहिँ तोकी तोकी हो यो है, तोकी तोकी आओ हो, तोकी आओ हो यो चाहिँ है। भनेपछि कुन चाहिँ हो त? 2 तल्ला भनेपछि यो होइन त, यहाँ 2 तल्ला ल्याएर चाहिँ यो यही नै जस्ताको तस्तै सार्ने हो यहाँ है। अब यहाँनिर भनेको छ बार कहिले भनेको छ माइस्यु दोयोबी भनेपछि कुन हुन्छ त? माइस्यु दोयोबी। यसरी यहाँ चाहिँ
कति सजिलो बुझिहाल्नु भयो होला बुझेर त नबोल्नु भयो तपाईँहरू मलाई थाहा छ अब यहाँ चाहिँ आइकिदौ ताइकिन केउसिचुमा पनि हेर्ने नान्नु केउसिचु नान्नाइ देशका के को केउसिचु हो यो आइकिदौ भनेको कुन हो यो हो सक्यो कति सजिलो आन्नाइ नो नाकादे ह्यो आई कुरा देशका भनेको चाहिँ आन्नाइको त्यो भित्रबाट चाहिँ ह्यो भनेको चाहिँ के हो त चार्ज कति हो भन्दाखेरि यहाँनिर भनेको छ मुर्यौ मुर्यौ ल यसरी कुन कति सजिलो कुन चाहिँ यो अन्नाइ अन्नाइ भने गाइड गर्नु अब मार्ग त्यस्तो भने पढायो नि ल अर्को पनि आयो सोधो केउसिजो यहाँ भनेको छ अन्नाइ नो नाकादे योबी वा नान्देशका योबी भन्ने कुरा छ योबी भनेको माइस्यु निचियोबी माइस्यु निचियोबी भनेको कुन हो माइस्यु निचियोबी हो यो हो अन्नाइ नो नाकादे बास्यो वा तोको देशका बास्यो कहाँ हो बास्यो हेर्ने यहाँ इकाइ केउसिचु भन्ने कुरा छ हो तोकी आवा भन्ने तोकी आवा नै हो यहाँ चाहिँ तोको भाषा केही पनि फरक पर्दैन इकाइ भनेको कुन हो लास्टको हो इकाइ केउसिचु भने नि त चौरिसिचु भने नि त्यही भएर जस्ताको तस्तै ट्याक्क ट्याक्क अब अर्को स्यौदो केउसिचुबाट हेरौँ अन्नाइनो यहाँ चाहिँ तपाईँको भनेको छ नान्नो नान्नो तपाईँको चाहिँ स्यो केउसिचु नो अन्नाइ देशका स्यौदो हो स्यौदो भनेको होइन त स्यौदो अन्नाइनो नाकादे हेउ आई कुरा देशका अन्नाइनो नाकाबाट हेउ चाहिँ कति हो एक महिनाको 3000 भने 3000 एक महिना बराबर होइन कति सजिलो यसरी कुन गाह्रो रहेछ त रहेनछ ल अब लास्ट क्वेसन यो 3वटा क्वेसन दिएको छ मोकियोबी कोसु यो बिवा नान्देशका मोकियोबी कोसु यो बी कुन हो अब तपाईँको चाहिँ यो बी बार अब तपाईँको चाहिँ यहाँ मोकियोबी भनेपछि यो बोकुयोबी हेर्नु पर्यो है मोकियोबी चाहिँ तपाईँको के भनेको छ यो हेर्नु पर्यो है अनि माइचुकी सान तपाईँको चाहिँ मोकियोबी भनेको दाई सान मोकियोबी भनेपछि कुन हो माइचुकी तपाईँको चाहिँ दाई सान भनेको चाहिँ माइ निची हुँदैन माइचुकी दाई सान किङयोबी भनेको छ किङयोबी भने यो है अर्को भनेको छ मोकियोबी कोसु भने पल्लैपट्टिको कोसु चिकान चाहिँ कति बजीबाट कति बजी हो बिहान 10 बजीबाट बेलुका दिउँसोको 1 बजे मिल्दैन गोजेन जिउजिका र गोगो यहाँ गोगो गोजेन 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 भने त्यही भएर मिल्दैन है ध्यान दिएर जस्तो छ त्यस्तै हेर्ने यहाँ अर्को भनेको छ किङयोबी कोसु चिकान वा नान देशका भन्दाखेरि अब ल किङयोबीको चाहिँ समय भनेपछि यहाँ हेर्नु गोगो गोगो राख्नु पर्यो दुईटैमा होइन गोगो गोगो छ नि त होइन भनेको चाहिँ गोगो 5 भनेको दिउँसो 5:30बाट चाहिँ बेलुकाको 8:30 हुनेपछि गोगो नै छ नि त होइन दुईटैमा ल रेउरी केउसिचु ल भन्नुहोस् अब यहाँ हेर्नु है भनेको चाहिँ यहाँ चाहिँ नान्नो केउसिचु देशका भन्दाखेरि रेउरी केउसिचु भयो कति सजिलो अन्नाइनो नाकादे हेउ आई कुरा देशका कति पर्छ हेउ यहाँ 800 × 4 होइन हो 24 जना हो त होइन है अन्नाइनो नाकादे बास्यो वा दोको देशका सानखाई चौरिसिचु भनेको सानखाई चौरिसिचु भनेको न त्यहाँ छैन सानखाई लाउनु पर्यो सानखाई भनेको लास्ट होइन तोको तोको छ यहाँ तोकी तोकी छ केही फरक पर्दैन है तोकी वा नै हो नि है अप्सनमा मात्र ल